पल हर क्षण जिंदगीमा खुशी हुन पाऊं, हर पल हर क्षण जिंदगीमा खुशी हुन पाऊं। धरती आकाश जगमगाउने तारा छुन पाऊं, धरती आकाश जगमगाउने तारा छुन पाऊं। घर परिवार समाजको इज्जत हुन्न रे, घर परिवार समाजको इज्जत हुन्न रे। सिन्दुर पोते हातमा चुरा हेरिरहन पाऊँ, हेरिरहन पाऊँ, हामीले हेरिरहन पाऊँ। तिम्रो यही हो सौभाग्य। जे होस्, गाँस छोड्नु साथ नछोड्नु भन्छन्। साथी भनेको साथी नै हुने रहेछ। यदि म साँच्चै ठिक भएँ भने यो साथीलाई यो पैसाको दोब्बर तिर्छु, चाहे कोदाली खन्न किन नपरोस्। किन रिसाकी? मेरो कुरा त सुन। मलाई थाहा छ तिमी किन मसँग रिसाकी भने। मैले साउनमा व्रत बस्न दिएन, हरियो चुरा हरियो पोते किनेर ल्याइदिन भनेर तिमी मसँग रिसाकी होइन। मैले हजुरसँग घर गहना महँगा महँगा लुगा कपडा किनेर ल्याइदिनुहोस् भनेकी छुइनँ। यति जाबु सामान त बाटोमा हिँड्ने माग्ने लिएर भरियाले पनि आफ्नो श्रीमतीलाई किनेर दिन सक्छ। अब त हजुर त बिरामी भनेको पनि नाटक जस्तो लाग्न थाल्यो मलाई। जाबु एक दिन कोदालो खनेर 1000 पैसा कमाएर मलाई सामान किनेर दिन सक्नुहुन्न? तिमीलाई म कसरी सम्झाउँ बुढी? म भित्र भित्र खोक्रो भएको छु। रोगसँग लड्ने क्षमता त मसँग छैन। 15 पाउको कोदाली उछालेर कसरी मेला जान सक्छु? मलाई माफ गर बुढी, म लाचार छु, म विवश छु। आजकल त मैले केही भने कि त रोइदिनुहुन्छ कि भने चुपचाप बस्नुहुन्छ। याद छ हजुरलाई मलाई भगाउनु भन्दा अगाडि कति सपना देखाउनु भएको थियो? याद छ बुढी, मलाई राम्रोसँग याद छ। अझै पनि यो आँखामा ती सारा कुराहरू झल्झली आइरहेको छ। तिमीलाई थाहा छ ऋतु, यदि तिम्रो मेरो साँच्चै बिहे भयो अनि मैले टन्न पैसा कमाउन सकेँ भने तिमीलाई पनि अरूको जस्तै ठुलो घर बनाएर त्यो घरमा रानी बनाएर राख्छु। मलाई हजुरको ठुलो घर होइन, सधैँभरि यो दिलभित्र राखेको छ, जहाँबाट म कहिले हट्न नपरोस्। ओ, अहिले मसँग केही छैन, तर तिमी मेरो जीवनमा आयो भने हिम्मत र आँट दुवै बढ्नेछ। म जस्तो सुकै कठिन परिस्थिति आए पनि डटेर सामना गर्नेछु। तिमी मेरो जीवनमा आएपछि जस्तो सुकै समस्या आए पनि दुवैजना हाँसी हाँसी लडौँला, बुझ्यौ? पढाइमा म अलिकति कमजोर होला, तर जोस जाँगरमा कमजोर छैन। जस्तो सुकै काम गर्न पनि तयार छु म। मलाई अरू केही चाहिँदैन, एक असल श्रीमान बनेर सधैँभरि अटुट माया दिए पुग्छ। छर छिमेकको अगाडि मेरो इज्जत ढाकिदिए पुग्छ। तिमी ढुक्क हुनु ऋतु। म अरूको श्रीमती भन्दा कम भएर तिमीलाई समाजमा हिँडाउँदिन। चाहे जस्तो सुकै ज्याला मजदुरी गर्न किन नपरोस्, कोदाली खन्नै किन नपरोस्, तिमीलाई म 16 श्रृङ्गारले धपक्क बनाएर सधैँ सौभाग्यवती बनाएर राख्छु, बुझ्यौ? मलाई माफ गर बुढी, मैले तिमीलाई बोलेको कुनै पनि कुरा पुर्याउन सकिनँ। म तिम्रो लोग्नी बन्न पनि लायक छैन। मैले तिम्रो
कुनै इच्छा र रहरहरू पुरा गर्न सकिने। तर बुढी तिमी चिन्ता नलिऊ, तिमी पिर नगर। आज म मेला गएर कोदाली खनेर भए पनि जसरी हुन्छ 1000 रुपियाँ कमाएर तिमीलाई यो गलामा हरियो पोते अनि यो हातमा हरियो चुरा लगाइदिन्छु। त्यति मात्र होइन, तिमीले भनेकी थियौ नि तिम्रो यो दुवै हातमा मेहन्दी लगाएर मेरो नाम लेखेर तिमी र म दुवैजना बुढाबुढीसँगै मन्दिरमा दर्शन गर्न जाउँला। साँच्ची बुढो, अस्ति जस्तो फटा बोलेको त होइन नि? सबैजनाले हजुरलाई खसालेर बोलेको मेरो यो कानले कसरी सुन्न सक्छु? तिनीहरूको मुख बन्द गर्न भए पनि मलाई चुरा र पोते ल्याइदिनुहोस् न है। ल जाऊ खाना बस्का, म अब काममा जान्छु। हस्, आमा र दिदीले खाइसक्नु भयो, अब हजुर म मात्र बाँकी छौँ। म पस्किहाल्छु, खाना सेलाउँछु, छिट्टै आउनुहोस् है। बिचारीको मुखमा कति ठुलो हाँसो आएको छ। म यो हाँसो लुक्न दिन्न। म जसरी हुन्छ चाहे आज मेरो ज्यानै किन नजाओस्, पैसा कमाएर यसको गलामा पोते र हातमा चुरा लगाउने बनाउँछु। बिहा गरेर दिन्छु। खै त्यसको बुढाले छोड्छ कि छोड्दैन? हुन त आजकल बिरामी भइरहेछ भन्थ्यो, त्यो मरेपछि चाहिँ नि आउँछ होला फर्केर। त्यस्तो भए त बाटाको काँडा पन्सी गयो। अब यहाँ बसेर गफ गर्दा स्वाद आएन, त्यो हलुवा पसलमा गएर हलुवा खाँदै गफ गरेर हुन्छ नि। नमस्कार। अनि कता लाग्नुभयो? कता जानु, त्यहाँ तल खेतमा चाहिँ बुटा बढेर धानै छोपिसकेछ, यसो बुटा ओहाल्यो भनेर। अनि आज त हिजो खुसी देखिनुहुन्छ, के लिएर आउनुभयो झोलामा चाहिँ? के लिएर आउनुभयो? यो साउन महिना हजुरको छोरीले हरियो चुरा र पोते लाउन साह्रै रहर गरेका थिए। मेहन्दी पनि किनेर ल्याइदिएको छु। त्यति मात्र कहाँबाट गयो? अलिकति पैसा थियो, नयाँ धोती एउटा पनि किनेर ल्याइदिएको। त्यो धोती सोती त्यो चुरा पोते किन्नु भन्दा त त्यो पैसाले बरु आफैले औषधि किनेर खायो भने थियो नि ज्वाइँ साहब। अब त पैसा बचाउनुपर्छ के ज्वाइँ साहब? कुन बेला के हुन्छ थाहा हुँदैन। होइन बुवा, अझै 1-2 हप्तालाई पुग्ने औषधि घरमा छँदैछ क्यारे, किन आत्तिनु? बिचारी आफू सरका सबै साथीहरूले हरियो चुरा पोते हातमा मेहन्दी लगाएर हुल्का हुल बाँधेर मन्दिर जान थालिसके। उसलाई पनि कति ठुलो रहर हुँदो हो, त्यसैले ल्याइदिएको नि। कति माया गर्नुहुन्छ है छोरी?
आफ्नो रोगको वास्तै नगरेर अब छोरीलाई लुगा चुरा खेलेर ल्याइदिनुहुन्छ। मेरो भन्नु नै उयो हो कि त हो नि, अरू को छ र मलाई माया गर्ने अनि दुःख सुखमा साथ दिने भन्नु त भयो। यसो रातभरि बस्ने गरी चाहिँ छोरीलाई पनि लिएर आउनु न। ज्वाइँ ससुरा यसो रातभरि बात मारेर। हुन्छ, मलाई आउनु पनि मन छ। एकचोटि हजुरसँग बसेर आनन्दले कुरा गर्ने मन छ। हस् त अहिले आज त तेरो निकै फारक र फुरुक छ नि। हिजो अस्ति त ठुस्स गु खाएको जस्तो अनुहार लगाएर उदो मुन्टो लाउँथ्यो, यत्रो गर्दन पचारेर। आज त पानी लिन जाँदा मदेन तँलाई भेट्न आउँदैछ कि क्या हो कसैले? आमा यसरी सधैँ घोचेर भन्नुहुन्छ भने म पानी लिन जान्दिनँ। नजा नजा, यस्तो नगरेर केही पनि हुँदैन मलाई। को त त नगरेर तेरो आमा आज आइन्छन्, मलाई पेस लाग्दैन पानी। ओइ सन्चो नभएर अँध्यारो मुख लगाए घोसे कप्टी भन्नुहुन्छ। लौ न त भनेर सकि नसकी उज्यालो मुख लगाएर काम गर्न थाल्यो। कुन चाहिँ केटालाई देखाउनलाई भन्नुहुन्छ। तेरो व्यवहार नै त्यस्तै छ, सबैले एउटै कुरा सुनाउँछन् मलाई। ल हेर त, अब तँलाई 10-15 जना ठिटाहरूले ढुकेर बस्या छन् रे, अझै पनि बिहे गरेर लान्छु भनेर। अरूले के गर्छन् कसो गर्छन् त्यो त मलाई थाहा छैन, तर मैले आजसम्म हजुरको छोरा बाहेक कसैलाई हेरेकी छैन। मुखमा राम राम बगलीमा छुरा भनेको यही हो होइन त? कति सती सावित्री बन्न खोजेस् ह? आजकल तेरो चालामाला म ठिक देख्दिन। घरको सबै लट्टीपट्टी पारेर भाग्छस् कि के हो? जान घाँस काट्न ठिक उभिरकी मेरो अघितिर। हस् आमा, यहाँ हजुरको कचकच सुन्नुभन्दा अरू घाँस काट्नै ठिक लाग्छ मलाई। ठिक त लागिहाल्छ नि तँलाई। अब त्यहाँ कुन चाहिँ एउटा त्यसको बोयफ्रेन्ड बोला कि होली गफ गर्नलाई, अनि त्यहीसँग लट्ठारिन पाए दङ्ग। जा जा बरु गइहाल्के, कुचोले बढार्नु पर्ने कसिन पाली बुढाइ लाग्यो। म पनि दङ्ग, त्यसकी आमा पनि दङ्ग। कहाँ भर्खर ससुराआमा भेटेर आएको, अहिले ससुराबा पनि भेट्यो। ल ससुराबा बारेमा ससुरो रे होइन, मैले तँलाई छोरी कहिले दिएको छ र ससुरो भनेर? फेरि गालासाला फुट्टु गरिदिन्छु। तिमीले नदिएर हुन्छ? तिम्रो छोरीले दिएको छ नि त ढोका, त्यही ढोका दिएर पहिला गाकी। मेरो छोरीले तँलाई कहिले मन पराएको थियो र धोका दियो? बढी कुरा बोल्छस्। उसले मन नपराए पनि मैले मन पराएको छु त नि। त्यसलाई लान पाए घरको कोठामा बत्ती नै बाल्नु पर्दैन। गोरी चाहिँ मोरी, यहाँ आफू हाकोचा भएर बत्तीको पैसा तिर्दा तिर्दा हैरान भइसक्यो। मनको लड्डु घिउसँग खाने विचार चाहिँ नगर केटा। मलाई जस्तै बकबक गर्दै हिँडिस् भने मैले थाहा पाएर गालासाला फुटाइदेला नि त्यो। के गर्न सक्छ र त्यसले? तिम्रो जहीँ मोटाको भन्ठानेको रोगले मोटाको हो। तिम्रै छोरीले बेमान गरेर त यहाँ कुरो बिग्रियो नि। यस्ता फुस्केटसँग कुरा गऱ्यो भने आफ्नै फुस्केल आएको छ। यसो टाढा हेर्दा त यो बुढाले मलाई छोरी देला जस्तो छैन। कायदा त त्यही सासु आमा छन्। होइन तिमीलाई मैले यो गाउँमा नआऊ भने होइन? होइन, आफ्नो बुढी भएको ठाउँमा नआएको म कहाँ जानु? नाना भाती शङ्का गरेर अर्काको बात लाउने बुढालाई किन चाहियो श्रीमती? अब तिमी ठिक ठाउँमा बस, म के पनि भन्दैन तिमीलाई। तिमी पनि कहिले काहे केटी साथी लिएर घुम्छौ त किन मलाई शङ्का गर्छौ? काम बाहेक म कुनै पनि केटीसँग त्यस्तो घुमेको छैन। म पनि काम बाहेक कोसँग घुमेको छु र? होइन, म कोठामा नभएको बेला ड्राइभर र खलासीलाई किन कोठामा ल्याउनु पर्ने? तँ त एउटालाई दाइ एउटालाई भाइ बनाइसी ल्याउनु परेन कोठामा? छर छिमेकीले सबैले कुरा गर्न थालिसक्यो। म भएको बेला कोठामा ल्याउँदाखेरि के बिग्रिन्छ? हावा नचलेकन पाठ हलिन्छ? त्यस्तै लागे मलाई छोडपत्र देऊ न त। अब म त यही माइतमा बस्ने हो। यसरी त मेरो जिन्दगी बर्बाद हुँदैन? के हुनु नि, अर्को पाइहाल्छौ नि। तिमीले पाउँछ भन्दैमा मलाई अर्को पाउँछ? अब त्यसरी पाइन्छ भन्दैमा हुँदा खाँदाको ज्वाइँबाट चाहिँ छोरी छुटाएर ल्याएर अर्कालाई दिँदाखेरि हाम्रो इज्जत चाहिँ कहाँ जान्छ? कहाँ जान्छ? दुनियाँको छोरीको घर बिग्रेर अर्को बिहे गर्दा केही हुँदैन। हाम्रो छोरीको चाहिँ अर्को बिहे गर्दाखेरि हाम्रो के जान्छ? केही पनि जाँदैन। ज्वाइँको न सम्पत्ति छ न मन्टो लुकाउने एउटा घरै छ। अलिअलि भएकोमा पनि छोरी घर बिग्रेर माइतै बस्न आछ, त्यस्तालाई के? त्यही त हो त्यो घरको मुख्य घर भाडा। अब हाम्रो छोरीलाई त्यो घर गरेर खान धेरै गाह्रो पर्छ। त्यसैले त छोरीलाई सम्झाउनुहोस् न भनेको। मैले भनेको मान्दिन। खपरे कहाँ
तामाको टेर्छेर मैले भनेको। कसरी भन्नु त्यो तामाको मुना जस्तो ज्वाइँलाई छोडेर आइजाऊ भनेर? ज्वाइँको मनमा के बिजेको तँलाई थाहा छ? केही पनि बित्या छैन। साला आबारा स्वास्नी पाल्नका गाराले बिरामी भएको नाटक गर्छ। के भएको छ के भएको छैन भन्ने कुरो तँलाई के थाहा? त्योभन्दा बढी त मलाई नै थाहा छैन। के गर्नु, ज्वाइँले कसैलाई नभन्नु भनेको छ? होइन कता टोलेर चाहरा जमाल जा तै कहाँ, म खान्न। मान्छेलाई कस्तो टेन्सन भइरहेछ। होइन यो बुढालाई देउता चढेको हो क्या? आउँछ ल जा जा, म खान्न। यो काँक्राको झाल पनि कति खस्न सक्दो रहेछ। सिधै कौसीमा जाओस् भनेर भर्याङ हाले, चिज पनि आइसक्यो। गरम गरम काँक्रो खाम्ला भने यसको चालामाला हेर्दाखेरि खोइ अझ यति बढ्नु बाँकी छ। ओइ निकै फरक र फुरुक गर्दैछस् त। अब तेरो एनिभर्सरी आयो भने वैशाखको 5 गति हो, निकै स्वास्नी खोज्याछस्। ओइ स्वास्नी जुझ्यौ कि भयो कि क्या हो? आमा नचाहिने कुरा गर्नुहुन्छ। त्यस्तो केही होइन के। अब निकै बेर भयो, कुन बेला घाँस गाकी कुन बेला आउँछ भनेर हेरे नि। त्यस्तै लागे बेसीतिर खोज्न गए भइगयो नि। अब ए भइगयो नजा, कुन चाहिँसँग चुच्चो जोडेर गफ गरेर बसेकी होली मन टुट्ला। फेरि यो कबाबमा हड्डी चाहिँ किन बन्नु, हलुवामा बालुवा। आमा तपाईले उसलाई जस्तो सोच्नु भएको छ नि उ त्यस्तै छैन। अरूसँग हाँसी मिठो बोली भन्दैमा नराम्रै हुन्छ भन्ने छ र? त्यसको चालामालाले त्यही बताउँछ। हेर्दै जान, कुन दिन तँलाई 3 तारा देखाएर टप बस्छ। अब तेरी स्वास्नी पहिला जान्छ है। अब गए के गर्ने त आमा? भनिदिनुहोस्। आखिर मैले पनि उसलाई कहाँ सुख दिएर पाल्न सकेको छु र? केही खाना लाउन गतिलो दिन सके होइन? त पनि कौन सा गतिलो होस् र? कामरा यता दुखेर उता दुख्यो भने जतिखेर पसारिन्छ। त सरका साथीहरू सबै विदेश पुगेर पैसा कमाएका छन्। तेरो के पारा हो यो? काम छलेको छैन आमा। मेरो शरीरले साथ दिउन्जेल त सकेको गरेकै छु। त्यत्रो असारमा लाठे नराखिकन सबै आली मैले लाएँ, बौसे सबै मैले गरेँ, त्यत्रो खेती सबै मैले उतारेको होइन र? त्यही असार र मङ्सिरमा चाहिँ भात मिठो लाग्छ, आमाले खाना नदेलिन् भनेर डरले काम गर्छस्। के गरौँ, काम गरेन भनेर गाली गरौँ भने सौताको छोरो देखि छैन भन्छ समाजले। कति अप्ठ्यारो। तपाईँले मेरै लागि भन्नुभएको, मैले तपाईँलाई त्यस्तो केही नराम्रो कुरा लिएको छैन आमा। अब सुन, यो मेरो सारा माइतीले दिएको सम्पत्ति हो, यसमा तैँले आँखा गाड्ने होइन नि। बरु तेरो बाउले खोज, कता गएर पैसा कमाएर बसेका छन्, नभए मेरो पनि अलिअलि भाग लाग्छ कि। म यो घरको सम्पत्तिमा गिद्धे दृष्टि लाएर आँखा गाडेर बसिरहेको छैन आमा। तपाईँले टाउको लुकाउन छत दिनुभएको छ, बिहान बेलुकाको घाँस दिनुभएको छ, त्यही नै मेरो लागि लाख हो। तपाईँ ढुक्क हुनुहोस्, म त्यस्तो कुनै अधिकार जमाउँदिनँ। अर्काको छोरी मात्र नल्याएको भए नि आमा, म उहिले आफ्नो बाटो लागिसकेँ। ल तेरो बुढी तँलाई घाँडो भएको छ कि क्या हो? म त्यसकी आमा बोलाएर फिर्त पठाइदिउँ। आज त सबै गाउँमा चाहिँ यही बाटोमा भेट्न छ क्या मेरो राशिमा। किन र मसँग भेट्न आयो बाटोमा? अघि पछि यो बाटोमा हेर्दाखेरि कोही भेटिँदैन थियो, आज त सबैजना भेट्यो। अरूको त के कुरा गर्नु, भर्खर तपाईँको सम्धिनीलाई नि भेटेर आएकी। अनि के भने त मेरी सम्धिनीले? नानी तिनै मेरा छोरी ज्वाइँको पुरा काटे कि त हो नि? छोडिदिनु तिनका कुरा, तिमी त त्यस्तै त नि। अनि भन्नुहोस् तपाईँको खबर के छ नि? के हुनु र नानी?
ठुलो खेती धान रोपेर सकियो अब धान गोड्ने अब मकैसकै भाँच्ने यस्तै त छ नि बाबा तपाईँलाई पनि खेतीपातीले कहिले छोडेन है अनि वस्तुहरू चाहिँ के पाल्नु भएको छ नि मैले वस्तु भाउ केही पालेको छुइनँ बरु बाख्रा फर्म खोलेको छु हेर्न राजेश जाउँ आइज होइन आज मलाई आफ्नै बुढीलाई कुर्न पनि किन यति गाह्रो भइरहेछ मरी काटी आउन त गाँसबाट आज आएपछि कति खुसी हुन्छ होला मैले ल्याइदिएको यो सुक्पापत्ती अनि यो हरियो चुरा हरियो टिका अझ त्यति मात्रै हो र यो धोती लगाएपछि कति राम्री देखेरी सोमबारको व्रत बसेर बुढाबुढी मन्दिर जान खुब रमाइलो हुने भयो मलाई खुबै नास्तिक छ भन्थे नि मैले भगवानको अगाडि गएर प्रार्थना गरेको देखेपछि पागल हुन्छ बुढो कति बेला आइपुग्नु भयो म अहिले आएर लाठी म त दिउँसै आएको तिमीलाई कुर्दा कुर्दा आँखै टट्टाइसके आज म तिमीलाई एकछिन आज म हजुरलाई एउटा सरप्राइज दिन्छु नै के म दिन्छु चुप लाग्नुस् एकछिन आँखा चिम्मा गर्नुस् किन चिम्मा गर्नुस् भनेको सुन्नु भएन गाली गर्छु ल मलाई थाहा छ गर्छु ल आँखा नहेर्नुस् है त ल ल म आइहालेँ एकैछिनमा मैले थाहा पाइसकेँ तिमीले के गर्न खोज्या देखिसके अरे खोलौ नहेर्नुस् है ल ल मैले बुझिसकेँ मलाई सबै थाहा छ भयो बुढी आँखा खोलौँ एकछिन बक्नुस् न हेत्तेरी म आँखा खोल्छु के एकछिन बक्नुस् न ल छिटो आऊ न हस् म आइहालेँ ल खोल्नुस् त आँखा खोल ल मेरो बुढीले सबै लगाइछ अनि यो धोती पनि फेर्नु पर्छ नि धोती पनि ल्याइदिएको थिएँ त मैले धोती कुन धोती कुन सामानको कुरा गर्नुभएको ल मैले ल्याएको सामान लाके होइन यो मैले ल्याएको सामान त यही छ त पोते पनि यही छ अनि यो सामान चाहिँ कहाँबाट आयो मलाई हजुरको विश्वास थिएन बुढो र हजुरले सामान ल्याइदिनुहुन्छ भन्ने आशा पनि गरेकी थिइनँ बिरामी मान्छे कसले काम दिन्छ हजुरलाई बिहान मलाई त्यति सान्त्वना दिनुभयो भन्दैमा म विश्वास गरिहाल्छु र अनि यो सब किन्ने पैसा तिमीलाई कहाँबाट आयो सबै कुरा अहिले नै भन्नुपर्छ र रात पर्दैन म त्यो चमेलीलाई यो चुरा र पोते देखाएर आइहाल्छु अहिले म गएँ त्यो चमेलीलाई देखाउनु छ त्यसले मलाई अन्त इच्छा दिन्छ गएँ है म बुढो सुन्नुहोस् त यो सामान कहाँबाट ल्याउनु भएको ती लगेर फिर्ता गरिदिनुहोस् है हजुरले उधारो ल्याउनु भएको होला अहिले मलाई हतार छ म गएँ पक्का मेरो कुरा सुन सायद म ढिला भएछु क्यारे व्यक्ति मलाई माफ गर गल्ती मेरै हो मैले तिमीलाई समयमै हरियो चुरा र पोते किन्दिन सकिनँ तर यो मैले उधारो ल्याएको थिइनँ तिमीलाई आफैले किनेर ल्याइदिएको चुरा पोतेमा हेर्न चाहन्थे त्यो सौभाग्य मबाट गुमेरियो अब यो चुरा किन जस्ती तारा जस्ती प्रकृति झै रानी जुन जस्ती तारा जस्ती प्रकृति झै रानी लक्ष्मी पार्वती सरस्वती झै हुनु नारी ज्ञानी लक्ष्मी पार्वती सरस्वती झै हुनु नारी ज्ञानी
तिम्रो यही